ल त साथीहरू फेरि पनि तपाईँहरू सबैजनालाई वेलकम ब्याक टु माई च्यानल र सो आज पनि हामी चाहिँ मार्केटतिर जाँदैछौँ होइन रासन पानी लिनु पर्यो होइन त्यही हो किनेर चाहिँ खानुपर्छ सुरुमा अब पछि काममा लागेपछि त बेला कम्पनीले नि होइन सो अनि हामी चाहिँ चारजना जाँदैछौँ मार्केट यस्तो छ बाटो पर पनि नेपाली नै रहेछ पानी लिएर आउँदैछ तर यहाँ चाहिँ हरेक कुरा चाहिँ किनेर खानु पर्यो पानीदेखि लिएर भातदेखि लिएर चामल सबै ओहो दाइ यार के ल्याउनु भयो खोइ न यस्तो रे पानी हो ल अनि खड्का कस्तो लागिरहेछ युरोप आउनु रोमानिया खै कस्तो लागिन्छ भनौँ मलाई नै थाहा छैन हौ हिचकी चाहिँ एकछिन मासला पानीमा फेरि यार ओ भलकमा त्यो मासला नि हाला अब होइन हिचकी चाहिँ नभन न तिमीलाई दुःख लागिरहेछ यहाँ आउनु होइन दुःख त लागिहाल्छ नि किन चाहिँ पैसा कमाउन आएको छौ के पैसा कमाउन आछ पैसा कमाउन सुरु भयो छैन त्यो त हुन्छ नि त बिस्तारै होइन कस्तो काम केही थाहा छैन अघि गा होइन म्याक्सुरी कस्तो होइन त्यो त टेलरमा त हो नि अब पिक्चर त कवि बाँकी होइन ल ठिक छ ल अब अगाडि सधैँ जाउँ दाइ यार अनि दाजु यार के हो तपाईँलाई चाहिँ कस्तो लागिरहेछ त रोमानियामा आएर रोमानियामा अब के भन्ने भाइ भनौँ भने के भनौँ होइन ठिकै छ भनौँ जिउने हो अरू चाहिँ अनि आओस् जस्तो लाग्छ कि नआओस् जस्तो लाग्छ सुख भनेको पाउन हो भाइ दुःख भनेको त हामीले जसरी झेल्नै पर्छ दुःख झेल्दै नि बल्ल सुखको फिल हुन्छ मेरो भनाइमा चाहिँ त्यही हो अनि अरू चाहिँ आओस् जस्तो लाग्छ कि नआओस् जस्तो लाग्छ त ए होइन त्यो आउनु पर्ने बाध्यतालाई आउने त्यो नआओस् भनेर कतिपय कुरा हामीले पनि सुनेको हो होइन अब हामीलाई बाध्यता थियो होइन अब कतिपय मान्छेले अब नेपालमै गरिरहेका छन् बुझ्ने मान्छेले अब हामीले पनि रगरे होइन अरू ठाउँ गएर पनि कमाएकै हो त्यही कुरालाई राम्रोसँग सदुपयोग गरेर गरेको होइन भजिन हो कि बुझाउन यार नकस्ट तपाईँलाई चाहिँ कस्तो लागिरहेको छ मलाई एकदम बवाल भाइ चिसो छ कोही केटी मिलाइदियो भने त बवाल हुन्छ केटाहरू यार के छ र बोकाहरू भने म्याक्री ल म सोझो मान्छेलाई नि बिगार्ने हो हाम्रो यता म गर्दा सोझो कि हाँसी जस्तो सोझो जाँठ त नगर यति सोझो कि हाँसी भन्दा नि सोझो हाँसी होइन हँसी के चाहिँ के बोल्छ यार केटा हो त्यही हो अनि हाम्रो यता मधेसिँदै हुनुहुन्छ हेलो भैयाजी भैयाजी हजुर क्या है आपका ठीक है ना हजुर बिहा गर्यो भन्ने सुन्दै त स्वास्नी थियो त मेरो बिहा नै किया है मेरा त अभी गर्लफ्रेन्ड नै हो होइन क्या मासु लिन जानुपर्ने क्या मासु गोरुको खाने हेर यता उ भएन ल यहाँ त्यस्तो हुन्छ कि मान्छे हिँड्यो भने होइन गाडी पनि रोकिहाल्छ क्या अनि मधेसी भाइ चाइनाको माल चाइनाको माल हो है धतीजी लुल्ली पनि छैन तिम्रो लुली भने क्या है यार आपका गराज रहता है दोनों है पाँचवटा है दाना वो क्या करते हैं वो दाना के आप दानालाई बोलेर अनि यस्तो बवाल हुन्छ होइन यो चाहिँ अब टिआरसी बनेपछि चाहिँ कस्तो हुन्छ भने यो जुन यस्तोमा स्क्यान गर्नुहुन्छ त्यो स्क्यान गरेर सिँह चढेर जाने कि आफूलाई जहाँसम्म जानु मन छ त्यहाँसम्म जाने अनि
आफूलाई जहाँसम्म हुन्छ होइन त्यसमा चढेर जाने अनि त्यहीँ छोडिदिने कि अब यहीँ छ यहीँले त राख्नु चाहिँ परेन के एकदम बबाल छ है ठाउँ चाहिँ एकदम बबाल रमाइलो छ चिसो छ भर्खर सुरुवात हुँदैछ अरे चिसो पछि चाहिँ हिउँ लागेर चाहिँ पुरै यो खम्बाहरू नि सेतै पुरा गाडी सेतै हुन्छ अरे क्या सो हामी चाहिँ मार्केट जाँदैछौँ एउटा नेपाली केटी यहाँ काम गर्दैछ हिजो हामी यहाँ आएको थियौँ तर बन्द थियो 2 जना अनि एउटा चिसो हानेर गयौँ हामी चाहिँ ट्रेन स्टेसन भनेको यहीँ हो ट्रेन गयो मेट्रो स्टेसन यहाँ हामी आउँदा यहाँबाट आएको थियौँ र हामी अहिले जान्छौँ बिस्तार पर हिजोकै ठाउँमा जाने हो त्यो भन्दा नि अझ अघि जाने हो अघि जाने हो मधेसी भैया क्या है आपका दाना 5 है के अरे सो कहाँ र मार्केट भएको अर्को यताउता यहाँ पर्छ कुकुर आयो ल ठाउँ चाहिँ एकदम बबाल छ रमाइलो जत्तिकै खाली भए पनि यो रातो भएको बेला चाहिँ उभिनुपर्ने हुन्छ नभए डाङ्गे हानिदिन्छ केही बाई मिस्टेक आयो भने होइन हान्यो भने पनि केही कानुन गाडी आएको छ के ल रोक्छ हल्कै बत्ती पालेपछि त रोकि नै हाल्छ होइन त्यस्तो छ रमाइलो नेपालमा यस्तो देखेको थिएन नेपालमा पनि देख्नुहुन्छ हामी नेपालमा त कहाँ गाडीहरू हिँडिहाल्छ नरोकी गाडी आएको छ होइन यस्तो हुन्छ ठाउँ चाहिँ जे होस् हबिबी कम टु रोमानिया हबिबी कम टु रोमानिया कि क्या अरे रोमानिया दाइलाई क्या सोधौँ बिहान 6 बजी उठिरहेको हुन्छ नि 4 बजी यो दाइ त आप लोगों के जैसा 8-9 बज तक कहाँ लेट के रहेगा तेरिका यार ये भाई साहब आपका घर कहाँ है ल मेट्रो पनि यार सुविधा त यार फ्रीमा चढ्नु पाइन्छ होइन त मलाई फेरि यार यति बेला कस्तो मुता आयो होइन कति बेला यति बेला मुतायो मुतेर हिँडेको 4 यार मारिहाल्छ नि यहाँ मुट्यो भने आँखा मार्दै यहाँ सबै हो अनि खड्काजी के छ यो तर अचम्म लागेको चाहिँ मलाई यार यताको रुख चाहिँ के कस्तो खाल्दै के है नेपालको होइन नेपालमा चाहिँ अब धनौके भिम्सिने खन्यो चिलाउने चाम्ला उत्तिस हुन्छ यता चाहिँ प्राय एउटै रुख के मेक्री यो पनि के हो के रुख भन्छ यसलाई यार यो चाहिँ के हो हक्ने मुस्ने ठाउँ हो कि क्या हो खोइ हो त्यो दाइरा त यार त्यो ट्याक्सीभित्र खाँदै कि क्या ए पर उभिरहेको रहेछ के गर्दैछ यार आऊ तिमी यो जिन्दगीमा अनि त्यसपछि के हो धोरी भाइ लाडो हेर्नु लाडो क्या बोलते हो यार ये धोती भाई ना बहुत बोका है इसमें ठंग मारता है ये कहाँ से आया भाई तुम मेरे सामने मत छाड़ना मत है तुमको दाना होता ना दाना दोनों दाना आँखा के दाना हाँ दाना के आँखा का लौन के नहीं रे आँखा का दाना वो झिक्के में गुच्छा खेलेंगे क्या गाड़ में डाल गुच्छा कसम होला यार ये धोती में आसाले धोती हाँ गुच्छा गुलेली में डाल के मैं ढुकुर का मारता हूँ
यहाँ कुरी ल मेरो ससुराल घर के हुन्छ बुढाहरू यार परेसम्म जाउँ न अब मार्केट कहाँसम्म हुन्छ होइन दिन्छु कि दिन्छ कि केटाहरू यहाँ बिचमा गएर फोटो खिच्दा त रमाइलो हुन्छ होला है बारी हो क्या दाइ ए मेरो दाइ के हो दाइ यार जाऊँ न के भयो बोर लाग्यो हो ल जाउँ ल ओहो यार त्यही त किन डराएको म छु त म पुरानो हो त यहाँको भुपो म भुपो हो त किन डराएको म रोमानी भाषा त फिलिली बोल्दैछु परे हो त ल फाइनली हामी चाहिँ आइपुग्यौँ है मार्केट के ओहो अब यहाँ फेरि हुन्छ सिमसिम खुल्जा यस्तो बगान हुन्छ त बाफ्रे यार मेरो टोपी ए सिमसिम खुल्जा भनेको सिमसिम खुल्जा ढोका बाफ्रे यार ल फाइनली हामी आइपुग्यौँ मासु पाइन्छ है अब यहाँनिर चाहिँ मासु फेरि पाउँछ कि मासु सबै पाउँछ कि चक्लेट्सहरू पनि छ कस्तो मजा यार भाइ के छ बाफ्रे रक्सी त यार कति हो 66 लिको बाफ्रे यो 68 लि रहेछ होइन यो 33 लि 32 लि 32 लि 32 लि 49 लि रक्सीहरूको प्राइस के 18 लिको के वाइन होइन यो र त वाइन रक्सीको भण्डारमा छु ल गाइजहरू म चाहिँ यहाँ आइसकेको छु होइन अब के गर्नु रक्सीहरू यस्तो छ होइन रक्सीहरू त यार गाइस पुरा रक्सी मात्र छ त यार ओहो के हो यो यार एब्सोल्युट भोड्का आमामा एब्सोल्युट भोड्का खाने हो मासुहरू चाहिँ यस्तो यो यत्रो पोकाला नौले होइन होला त्यो त पछाडि साइड छोड्यो ए 9 रुपियाँको हो कि यो हो 18% डिस्काउन्ट कस्तो रहेछ त यार तिमी चाहिँ धोती भएर सुँगुरको मासु खान्छौ खत्री भएर सुँगुरको मासु खान्छौ यहाँको जनै फुकालो नयाँ सर हेर्न त हामी राई र मगरलाई ठिक छ तिमीहरू जनै फुकालो मैले खान्छु किन सुँगुरको मासु हामी लानु गएको छौँ ल मैले चाहिँ सुँगुरको मासु लिइसकेँ गाइजहरू अब लिनुपर्ने छ बाँकी पानी अनि नुन पनि लानुपर्छ यार कति 5 रुपियाँको झोला यसरी राखिन्छ पैसा दिन्छ अनि मासु लिएर आइसक्यो ढोका खोल्छ सिमसिम बुझ्दैन यो केटीले नेपाली बोलेको त्यही हाम्रो केटाहरू त यता गइसकेछ यार यो चाहिँ बोतल बेच्ने ठाउँ है गाइजहरू खट्लक्क हाल्यो पैसा दिन्छ लिएर आयो ओहो सुँगुरको मासु बोको छेत्रीले के धोती हो सुँगुरको मासु बोक्यो ल ओहो केटाहरूले त यार रक्सी हालेर बियर हालेर यार म्याक्री म त खान्दिनँ नि फेरि एकदम सोझो केही खान्दिनँ होइन त ल झिल्ली र मिली छ ल दुईजना केटाहरू चाहिँ यहाँ गएको छ नुनहरू लिनु अनि दाइरामा चाहिँ बाहिर वेट गरिरहेको छु अनि चाहिँ अब रुममा गएर चाहिँ चट्टसँगले
भात पनि खानुपर्ने हुन्छ अनि सुत्नुपर्ने हुन्छ। पानी यस्तो छ 4 रुपियाँ 4 रुपियाँको होइन भिसिदिउँ बाइक स्कुटी बल्ल देखेँ यार मैले त 160 रुपियाँको पानी हो 160 नेपाली हो नि त यतिलाई बाफ्रे बाफ बाटो चाहिँ जस झिल्ली र मिल्ने हुन्छ है राति बाफ्रे यार भारी बोक्नु बहुत गाह्रो छ अरे माकुरी हामी चाहिँ अब रुममा आइपुग्यो होइन अब साथीहरूले खाना पकाउँदैछ रुमको हालत छ फेरि यस्तो मासले रुम त ठुक्क यार युरोपमा आएर रुम चाहिँ यस्तो खत्तम होइन हो कि होइन अनि फ्रिजभरि छ मासल केटाहरूको बियर हेर न बियर थुक्क बियर टमाटर अनि मासु स्याउहरू छ बियरहरू राम्रो मासु होइन केटाहरूले के पकायो हो अनि यार हाम्रो मधेसी भाइले यहाँ पकाएछ ससेस प्लेट छ त उ त्यहाँ तिम्रो ठुलो छ कि यो भन त न दामी बनाएछ त यार ससेस यो तेल राख है अहिले त्यसमै त्यो बसाल्न मिल्छ नि त हैन कहाँ कसको हो उताको भाइ तेल त्यस्तै मुनि राख दाजुले मेरो भ्लग हेर्दैछ म के छ माम पाक्यो माम पाक्दैछ होइन म चाहिँ मसलामा आएको यो पुरै मसला ल हामी चाहिँ भात खाइदिन्छ त खाएन नि यार भात कस्तो छ यार दामी छ ल त दाइले के पकाउनु लाग्नु भयो आज मासु हो